नमस्ते साथीहरू, दरे सोल्टी युट्युब च्यानलमा यहाँहरूलाई फेरि स्वागत छ। यदि तपाईँ पनि विन्डोज 11 प्रयोग गर्नुहुन्छ वा आफ्नो कम्प्युटर वा ल्यापटपमा अपडेट गर्न सोध्दै हुनुहुन्छ भने आजको भिडियो तपाईँको लागि एकदमै खास हुनेवाला छ। माइक्रोसफ्टले विन्डोज 11 मा यस्ता नयाँ र शक्तिशाली फिचरहरू थप्दैछ जसले हाम्रो काम गर्ने तरिका, गेमिङ र दैनिक कम्प्युटिङ अनुभवलाई पूर्ण रूपमा बदलिदिनेछ। आज हामी विन्डोज 11 का नयाँ फिचरहरूको पूर्ण विश्लेषण गर्नेछौँ। यसका फाइदा, दैनिक जीवनमा हुने प्रयोग र यी फिचरहरू कति उपयोगी छन् भन्ने बारेमा चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिलो र ठूलो परिवर्तन हो कोपाइलट एआई को गहिरो इन्टिग्रेसन। अब कोपाइलट केवल एउटा साइड बारमा सीमित छैन। विन्डोज 11 को नयाँ अपडेटहरूमा कोपाइलटले अझै धेरै लोकल कन्ट्रोल पाउन थालेको छ। पहिले एआईले प्रश्नको उत्तर मात्र दिन्थ्यो, तर अब तपाईले साधारण भाषामा टर्न अफ डार्क मोड वा फिक्स माई वाइफाई भन्नुभयो भने कोपाइलटले सिधै सिस्टम सेटिङ मिलाइदिन्छ। प्राविधिक ज्ञान नभएको प्रयोगकर्ताहरूका लागि पनि कम्प्युटरका जटिल सेटिङहरू मिलाउन अब सेकेन्डको काम भएको छ। दोस्रो सबैभन्दा चर्चामा रहेको फिचर हो विन्डोज रिकल र एडभान्स सर्च। हामी धेरै पटक केही दिन अघि हेरेको वेबसाइट, पीडीएफ वा इमेज कहाँ थियो भनेर बिर्सिन्छौँ। रिकलले तपाईको कम्प्युटरमा भएका कामहरूको भिजुअल मेमोरी राख्छ। यसले एआई को मद्दतले विगतमा गर्नुभएका कामहरूलाई टाइमलाइनमा देखाउँछ। साथै सेमान्टिक सर्चको मद्दतले फाइलको नाम याद नभए पनि त्यो रातो कपडा लगाएको फोटो वा काठमाडौँको बजेट सम्बन्धी एक्सेल सिट भनेर खोज्नुभयो भने पनि विन्डोजले फाइल पत्ता लगाउँछ। धेरैलाई प्राइभेसीको चिन्ता थियो, तर माइक्रोसफ्टले यसको डाटा प्रयोगकर्ताको आफ्नै डिभाइसमै मात्र सुरक्षित रहने लोकल इन्क्रिप्सन हुने स्पष्ट पारेको छ। तेस्रो फिचर जुन हामी दैनिक प्रयोग गर्छौं, फाइल एक्सप्लोररको नयाँ रूप। माइक्रोसफ्टले फाइल एक्सप्लोररलाई अझै हल्का र छिटो बनाएको छ। अब फाइल एक्सप्लोररमा ट्याब म्यानेजमेन्टले अझै सहज भएको छ। धेरै फोल्डर खोल्दा हुने ढिलाइ, ल्यागलाई हटाएको छ। साथै कन्टेक्स्ट मेनु, राइट क्लिकलाई अझै छरितो र सफा बनाइएको छ, जसले गर्दा कम्प्युटर ढिलो हुने समस्या कम हुन्छ। फाइल म्यानेजमेन्ट गर्दा समयको ठूलो बचत हुन्छ। चौथो फिचर मल्टिटास्किङ गर्नेहरूको लागि वरदान हो, स्मार्ट स्न्याप लेआउट्स। यदि तपाईँ एउटै स्क्रिनमा धेरैवटा सफ्टवेयर जस्तै भिडियो सम्पादन, ब्राउजर र नोटहरू एकैसाथ प्रयोग गर्नुहुन्छ भने अब एआईले तपाईको काम गर्ने शैली हेरेर कुन एप कहाँ राख्ने भनेर आफै सजेसन दिन्छ। पहिले आफैले लेआउट छान्नु पर्थ्यो, अब माउस होभर गर्ने बित्तिकै तपाईको आवश्यकता अनुसारको लेआउट स्क्रिनमा आउँछ। यदि तपाईँ मल्टिपल मोनिटर प्रयोग गर्नुहुन्छ भने यो फिचरले प्रोडक्टिभिटी दोब्बर बनाउँछ। पाँचौं मुख्य सुधार भनेको ब्याट्री इनर्जी सेभर र मोबाइल इन्टिग्रेसन हो। इनर्जी सेभरमा नयाँ ब्याट्री सेभर मोडले ब्याकग्राउन्डमा चल्ने अनावश्यक प्रोसेसहरूलाई रोकेर ल्यापटपको ब्याट्री लाइफ उल्लेखनीय रूपमा बढाउँछ। फोन लिङ्क इन्टिग्रेसनमा अब एन्ड्रोइड मात्र होइन, आइओएस अथवा आइफोनसँग पनि विन्डोज 11 को कनेक्टिभिटी अझै मजबुत भएको छ। तपाईले कम्प्युटरबाटै फोनका मेसेज, कल र फोटोहरू सहजै सेयर गर्न सक्नुहुनेछ। वेबक्याम फिचरमा अब तपाईले आफ्नो एन्ड्रोइड फोनको क्यामेरालाई ल्यापटपको हाई क्वालिटी वेबक्यामको रूपमा सिधै प्रयोग गर्न सक्नुहुन्छ। त साथीहरू, समग्रमा हेर्दा विन्डोज 11 का यी नयाँ अपडेटहरूले केवल सुन्दर युआई मात्र दिएका छैनन्, यसले एआई को मद्दतले हाम्रो दैनिक कामलाई निकै सहज बनाउन खोजेको छ। यदि तपाईसँग अलि नयाँ हार्डवेयर वा एनपीयू, न्युरल प्रोसेसिङ युनिट भएको कम्प्युटर छ भने यो फिचरहरूले तपाईको काम गर्ने गतिलाई निकै बढाउनेछन्। तर पुराना डिभाइसहरूका लागि भने केही एआई फिचरहरू उपलब्ध नहुन सक्छन्। यद्यपि सामान्य युआई र सेक्युरिटी अपडेटहरूले सबैलाई फाइदा पुर्याउनेछ। तपाईलाई विन्डोज 11 को कुन फिचर सबैभन्दा मन पर्यो? तल कमेन्टमा पक्कै लेख्नु होला।
यदि भिडियो मन पर्यो भने लाइक र शेयर कमेन्ट गर्न नबिर्सनुहोला। यस्तै प्राविधिक नयाँ अपडेट र उपयोगी भिडियोहरू हेर्नका लागि द रेसोल्टी च्यानललाई सब्स्क्राइब गरिराख्नुहोला र साथै नजिकैमा रहेको बेल आइकन पनि थिचिदिनुहोला र अर्को भिडियोमा पुनः भेट हुनेछ। तबसम्मका लागि धन्यवाद।